सुदन गुरुङको हैसियत के हो भन्ने कुरा चाहिँ सबै आम नागरिकलाई थाहा छ। यस्ता चाहिँ फन्टुस कुराहरू चाहिँ गरेर आजका समस्याहरू समाधान गर्ने हो त आफ्नो हैसियत भन्दा चाहिँ ठुला कुरा गर्ने होइन। त्यसमाले उनले त दरबार हत्याकाण्ड नागरिकहरू फेरि यसैमा खपडी बजाइरहेछन् नि त, ताली बजाइरहेछन्। नागरिक त यो भेडाहरूको बगालमा तपाईँ चाहिँ नेपाली जनता भेडो भनेर त्यसै भने होइन गणेश मानले हेर्नुहोस्। र अहिले त नेपालमा चाहिँ 50 साल यता त तपाईँले हेर्नुभयो भने अलिकति राम्रो चाहिँ ब्रेन भएको मान्छे नै यहाँ बसेको छैन। र ती बाहिर गइसकेपछि चाहिँ नेपालको राजनीतिमा सबभन्दा बढी चासो चाहिँ नेपाल छोडेकाहरूको छ फेरि, जसलाई नेपालको विषयवस्तुबारे केही पनि थाहा छैन। उनी नै सबैभन्दा बढी चाहिँ राजनीति कुरा गरिरहेका हुन्छन्। त्यसैले यो मुलुकको जुन अधोपतन हो, मैले त पहिले नै स्ट्याटसै लेखेको थिएँ उनी गृहमन्त्री भएको दिन। बिपी कोइराला नेपालको चाहिँ लोकतान्त्रिक आन्दोलनको पहिलो गृहमन्त्री भए, जो नेपालमा चाहिँ प्रजातन्त्र आएपछि, र सुदन गुरुङ चाहिँ गृहमन्त्री भइसकेपछि नेपालको यो 75 वर्षको इतिहास हेर्नुभयो भने जुन चाहिँ बिपी कोइराला पछि त अहिले बिपी कोइराला भन्दा पनि अझ ठुलो चिन्तक, बिपी कोइराला भन्दा अझ साहित्यको अनुरागी, बिपी कोइराला भन्दा अझ चाहिँ उच्च स्तरको राजनीतिज्ञ हुनुपर्ने हो। तर हामी चाहिँ आउँदै आउँदै कहाँ गयौँ भन्दाखेरि एउटा चाहिँ सडकमा हिजो आन्दोलनमा चाहिँ पानी बाँड्ने मान्छे, अनि चाहिँ त्यो मान्छे चाहिँ अहिले चाहिँ सत्ता सरकार सबै फालिदिन्छु भन्छ एक्लै होइन। अनि त्यो मान्छेलाई गृहमन्त्री बनाउने ठाउँमा आइपुग्यौँ। यो भनेको नेपाली राजनीति चाहिँ यस्तो एउटा गहिरो खोजमा चाहिँ गएर चाहिँ यो खस्यो। यहाँभन्दा तल जाने अब ठाउँ नै छैन कि।